संचारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएर नवनिर्वाचित प्रधानमन्त्री डाक्टर भट्टराई कारगिल सहित संविधान सभा भवनबाट बाहिरिनु भएको थियो। डाक्टर बाबुराम भट्टराई नेपालको 35औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। सामान्य किसान परिवारमा जन्मिएका डाक्टर भट्टराई सामु मुलुकले निकै ठूलो आशा गरेको छ, तर आशालाई निराशामा परिणत गर्न नदिने उहाँको प्रतिबद्धताले झन उत्साह बढाएको छ। को हुन् त डाक्टर बाबुराम भट्टराई, जसले चुनौतीपूर्ण अवस्थामा मुलुकलाई हाँक्ने जिम्मेवारी पाएका छन्? हेरौं यो रिपोर्ट। डाक्टर बाबुराम भट्टराई भोजप्रसाद र धर्मकुमारी भट्टराईको दोस्रो सन्तानको रूपमा 2011 सालमा गोर्खाको मध्यम वर्गीय किसान परिवारमा जन्मिए। उ बेला अहिले जस्तो विद्यालय खुलेका थिएनन्। बाबुरामले गाउँकै चौतारोमा सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट क ख सिके। बाबुराम सानैदेखि तीक्ष्ण थिए। तीक्ष्ण भएकै कारण बाबुराम गाउँभन्दा केही टाढा पर्ने अमरज्योति स्कुलमा एकैपटक 3 कक्षामा भर्ना भए। हुने बिरुवाको चिल्लो पात। बाबुराम पहिलो परीक्षामा प्रथम भए। पहिलो भएका कारण शिक्षकहरूले बाबुरामलाई 4 कक्षामा चढाए। बाबुरामले 4 कक्षामा दोस्रो त्रैमासिक परीक्षा दिए। 4 कक्षामा पनि बाबुराम नै पहिलो भए। बाबुरामलाई फेरि कक्षा चढाएर 5 मा राखियो। 5 कक्षामा पनि बाबुराम प्रथम भए। बाबुरामले एकै वर्षमा 3वटा कक्षा पूरा गरे आफूमा रहेको खुबीका कारण। स्कुल पढ्दा कहिले दोस्रो भएनन् बाबुराम। गोर्खाको अमरज्योतिमा पढेका तीनै बाबुराम 2026 सालको एसएलसी परीक्षामा नेपाल प्रथम भए। एसएलसी पास गरेर काठमाडौँ आउनु अघि कहिल्यै पाइन्ट नलगाएका बाबुरामले प्रवीणता प्रमाणपत्र तहको अध्ययनका लागि अमृत साइन्स क्याम्पसमा भर्ना भए। बाबुराम प्रमाणपत्र तहको 2 वर्षमा प्रथम भए। उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाएर बाबुराम भारत गए। भारतको चण्डीगढ स्थित पञ्जाब विश्वविद्यालयबाट आर्किटेक्चर विषयमा स्नातक गरे। भारतकै स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट शहरी र क्षेत्रीय योजनामा स्नातकोत्तर गरेपछि बाबुरामले जवाहरलाल नेहरू विश्वविद्यालयबाट द नेचर अफ अन्डर डेभलपमेन्ट एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा पीएचडी हासिल गरे। पैसा कमाएर विलासी जीवन जिउनका लागि पढाइ र क्षमता दुवै पर्याप्त थिए, तर बाबुरामलाई नेपालको गरिबी देखेर आफूलाई विलासी जीवन जिउन मन लागेन। यसैले पढाइमा अब्बल यिनै बाबुराम 2052 सालमा माओवादी जनयुद्धमा लागे। पढाइमा कहिले दोस्रो नभएका बाबुराम सशस्त्र विद्रोहमा लाग्नुलाई धेरैले अनौठो माने, किनभने नेपाली राजनीतिमा बाबुराम जस्ता प्रतिभाभन्दा नैतिकता गुमाएकाहरूको बाहुल्य र बोलवाला थियो। जनयुद्ध चुलियो। माओवादी जनयुद्धलाई निस्तेज पार्न सरकार असफल भयो। अन्ततः दलहरू माओवादीसँग सम्झौता गर्न बाध्य भए। माओवादी र दलहरू बीच दिल्ली सम्झौता भयो। बाबुरामकै सक्रियतामा भएको दिल्ली सम्झौताले नै माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्यायो। बाबुराम पढाइमा जस्तो पार्टीभित्र पहिलो पदमा रहेनन्, बरु पार्टीभित्र बाबुराममाथि निरन्तर प्रहार गर्ने काम भए। अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीको विरोध गर्दा बाबुराम कारबाहीमा परे, तर कारबाही धेरै टिकेन। माओवादीले बाबुरामकै कार्ययोजना अनुरूप जनयुद्ध छोडेर शान्ति प्रक्रियामा जाने निर्णय गर्यो। शान्ति प्रक्रियामा जाने निर्णय सही थियो भन्ने कुरा संविधान सभा निर्वाचनको परिणामले स्पष्ट पार्यो। माओवादीले आफूलाई सबैभन्दा ठूला दल भनेर दावी गर्ने कांग्रेस र एमालेलाई संसदीय व्यवस्थामा चाहिँ राप्रपाको आकारमा सीमित पारिदियो र प्रत्यक्षतर्फको 240 मध्ये 120 सीटमा जित्यो। संविधान सभा चुनावमा बाबुराम पढाइमा जस्तै पहिलो भए। बाबुरामले गोर्खा क्षेत्र नम्बर 2 बाट 46,000 अर्थात खसेको मतको 82% मत ल्याए। चुनावमा माओवादीले सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गरेपछि बाबुरामलाई प्रधानमन्त्रीको रूपमा हेरियो, तर अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेकाले बाबुराम अर्थ मन्त्रालयको कार्यभार सम्हाल्न पुगे। अर्थमन्त्रीको रूपमा बजेट प्रस्तुत गर्ने क्रममा बाबुरामले राजस्व 33% बढाउने लक्ष्य सार्वजनिक गरे, जसलाई सबैले महत्वाकांक्षी भनेर उडाए। तर बाबुरामले सबैले महत्वाकांक्षी भनेको लक्ष्य मात्र पूरा गरेनन् कि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेर आफ्नो क्षमता प्रदर्शन गरे। तर माओवादी नेतृत्वको सरकार 9 महिनामा नै ढल्यो। आफ्नो नेतृत्वको सरकार ढलेपछि बनेको एमाले नेतृत्वको सरकारलाई माओवादीले कठपुतली सरकार भन्दै आन्दोलन गर्यो। माओवादीले जनविद्रोह गर्ने धम्की समेत दियो, तर बाबुराम विपक्षमा उभिए। पालङटार बैठकमा बाबुरामले शान्ति र संविधान भन्दा उत्तम विकल्प जनविद्रोह हुन नसक्ने भनेर आफूलाई अझै खरो रूपमा उभ्याए, तर पार्टीभित्र कमजोर भएका कारण बाबुरामको लाइन पास भएन। यद्यपि शान्ति र संविधानको सुनिश्चितताका लागि बाबुरामले सहमति सरकारको वकालत गरिरहे।
अनौपचारिक रूपमा गरिएका सर्वेक्षणहरूमा पनि बाबुरामको पक्षमा तुलनै हुन नसक्ने गरी धेरै मत आयो। बाबुरामलाई उम्मेद्वार बनाई सहमति सरकारका लागि सहयोग गर्छौं भनेर अन्य दलहरूले समेत भनिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल आफै प्रधानमन्त्रीको उम्मेद्वार मात्र बनेनन् कि उनले बाबुरामलाई भारत निकट भनेर आरोप लगाए। यद्यपि पुष्पकमलले उम्मेद्वारी फिर्ता लिएर एमालेको नेतृत्वमा सरकार बनाए। भारतमा पढेका आधारमा आफूलाई भारत निकट भनिएकोमा बाबुरामको चित्त दुख्यो। यही कारण बाबुराम पार्टीभित्र आफ्नो पकड बढाउनतिर लागि। पालुङटार बैठकले विद्रोहको लाइन पारित गरेकोमा अन्ततः माओवादीले फेरि बाबुरामले भने बमोजिम शान्ति र संविधानको कार्यभार पूरा गर्ने निर्णय गर्यो। अध्यक्ष पुष्पकमलको कार्यशैली मन नपरेपछि बाबुराम र अर्का उपाध्यक्ष मोहन वैद्य तथा महासचिव रामबहादुर थापा एकै ठाउँमा उभिए र फलस्वरूप माओवादीले सर्वसम्मतिले बाबुरामलाई प्रधानमन्त्रीको उम्मेद्वार बनायो। नेपाली कांग्रेसले सहमति सरकारका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र बहुमती सरकारका लागि रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएकोमा अनौपचारिक रूपमा गरिएका एसएमएस सर्वेक्षणहरूमा आम जनताले बाबुरामलाई नै देशको प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको नतिजा आयो र समकालीन राजनीतिक नेताहरूमा सबैभन्दा लोकप्रिय यिनै डाक्टर बाबुराम भट्टराईलाई अन्ततः व्यवस्थापिका संसदले नेपालको 35औं प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। डाक्टर भट्टराईले जनताले गरेको आशा विश्वास र भरोसा पूरा गर्ने जिम्मेवारी पाएका छन्। कांग्रेस र एमालेले काँधमा तरबार देखाएका डाक्टर भट्टराईले जनताले आशा गरेको महँगी नियन्त्रण, विकास निर्माण, रोजगारीको सृजना, आर्थिक समुन्नति तथा शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा उनका लागि अग्नि परीक्षाको विषय बनेको छ। टिटिभी समाचारका लागि वासुदेव तिमरसिना, काठमाडौँ।